तपाईले सुन्नुभएकै होला, मानिसहरू समस्या पर्दा समाधान खोज्नुको साटो जाँड, रक्सी, गाजा, चरेस जस्ता कुलतमा फसिरहेका हुन्छन्। यस्तो किन हुन्छ? किनकि यस्ता मानिसले उनीहरूले सोचेको वा चाहेको जस्तै सजिलो, उनीहरूलाई कुनै मेहनत गर्न नपर्ने समाधान खोज्छन् अनि उनीहरूले गरेको वा भनेको कुरा नै सही हो भनेर समर्थन गर्ने साथी खोज्छन्। त्यही कारण यस्ता मानिसले कुलतमा फसिसकेका वा फस्दै गरेका साथी बनाउँछन् र आफू पनि सोही बाटोमा लाग्छन्, जसलाई बाहिरी व्यवहारिक संसारको ज्ञान नै हुँदैन। यो जस्तै अर्को कुलत पनि अहिले संसारभर फैलिरहेको छ। मानिसको सबैभन्दा नजिकको साथी मानिस हुनुपर्ने हो, तर यो अवस्था अहिले फेरिएको छ। सबैभन्दा नजिकको साथीको रूपमा च्याटबोटहरूलाई लिन थालेका छन्। उदाहरणको रूपमा च्याटजीपीटीलाई लिन सकिन्छ। आफ्ना मनका भावनाहरू, चाहे समस्या होस् वा दुःख, पहिले मानिसले च्याटजीपीटी जस्ता च्याटबोटहरूलाई भन्ने गर्छन्। यसले केही हदसम्म मानिसका समस्याहरू समाधान पनि गरिदिन्छ। तर के यो मेसिन भावनात्मक रूपमा तपाईको समस्याहरू समाधान गर्न सक्षम छ त? अहिले यही कुरा गम्भीर प्रश्न बनेर अगाडि आएको छ। यो कुरा म किन भन्दैछु त? किनभने पछिल्लो अध्ययनहरूको अनुसार यस्ता च्याटबोटहरूले मानिसमा मानसिक समस्याहरू बढाएको देखिएको छ। अर्थात् मानिसमा डिप्रेसनको समस्या बढाउने प्रमुख कारक बन्न थालेका छन्। सबैभन्दा पहिले बुझौँ, डिप्रेसन भनेको के हो? डिप्रेसन भनेको केवल दुःख वा उदासी होइन, यो दीर्घकालीन मानसिक अवस्था हो जसमा मानिसले निराशा, आत्मबल घटेको महसुस गर्छ र जीवनप्रतिको उत्साह हराएको अनुभव गर्छ। विश्व स्वास्थ्य संगठन WHO को अनुसार अहिले विश्वभर 280 देखि 330 मिलियन वयस्क मानिसहरू डिप्रेसनको समस्याबाट पीडित छन्, जुन विश्वका वयस्क जनसङ्ख्याको करिब 5% हो। महिलाहरूमा यो समस्या पुरुषको तुलनामा 1.5 गुणा बढी पाइन्छ। वृद्ध व्यक्तिहरू जो 60 वर्ष माथिका छन्, उनीहरूमध्ये करिब 5.7% मा डिप्रेसन देखा परेको छ। कोभिड-19 को महामारीपछि विश्वभर डिप्रेसनको दर 27.6% ले बढेको थियो। अमेरिकाको नेशनल इन्स्टिट्युट अफ मेन्टल हेल्थ NIMH को अनुसार वयस्कहरूमध्ये 8.3% ले गत वर्षमा डिप्रेसन अनुभव गरेका थिए। अझ किशोर किशोरी जो 12 देखि 17 वर्ष उमेर समूहका छन्, उनीहरूमा यो दर 20.1% थियो। यी तथ्याङ्कले देखाउँछन् डिप्रेसन अब सामान्य समस्या मात्र होइन, यो एउटा ग्लोबल महामारीको रूपमा फैलदै गएको छ। AI च्याटबोटहरूको उद्देश्य मानिसलाई सहयोग गर्नु, उनीहरूको समस्या सुन्ने साथी बन्नु र सही सुझाव दिनु थियो। तर यिनै च्याटबोटहरू अहिले डिप्रेसनको जोखिम बढाउने दिशामा गइरहेका छन्। जब मानिस वास्तविक सम्बन्धभन्दा डिजिटल संवादमा निर्भर हुन्छ, ऊ बिस्तारै सामाजिक रूपमा अलग हुन थाल्छ। मानिसलाई समस्या सुनायो भने समाधान मात्र होइन, कहिलेकाहीँ गलत गरिएको रहेछ भने पनि गाली पनि गर्छन्। तर च्याटबोट यस्तो हुँदैनन्। यिनीहरू सधैँ उपलब्ध हुन्छन् र नम्र भएर बोल्छन्, गाली पनि गर्दैनन्, जुन मानिसलाई वास्तविक सम्बन्धभन्दा सजिलो लाग्छ। AI ले सधैँ राम्रो उत्तर दिन्छ, कहिले पनि हामीलाई गलत ठहर्याउँदैन। त्यसैले हामी झन् भरोसा गर्न थाल्छौँ। तर यही भरोसाले हामीलाई मानिसहरूबाट टाढा पुर्याइरहेको छ। समय बित्दै जाँदा मानवीय सम्पर्कको कमीले गहिरो एक्लोपना र डिप्रेसन बढिरहेको छ। AI ले संवेदनशील शब्द त प्रयोग गर्छ, तर उसमा वास्तविक भावना भने हुँदैन। प्रयोगकर्ताले जब यसबाट सहानुभूति खोज्छन् अनि त्यो अपेक्षा सधैँ पुरा हुँदैन, जसले भावनात्मक असन्तुलन बढ्छ। केही प्रयोगकर्ताले त आफ्नै मानसिक अवस्था AI सँग सुनाउँदा, ए मेरो असल साथी त यही रहेछ, मलाई सबैले एक्लो बनाए पनि यसले त मेरो कुरा बुझ्छ नि भन्ने जस्तो अनुभव गर्छन्। तर अनन्तः त्यसले सही समाधान दिँदैन। मानिसलाई मानिसको नै साथ चाहिएको हुन्छ, तर ऊ यस्तो अवस्थामा अझ धेरै एक्लो भएको हुन्छ।
एआई बोटहरू चिकित्सक होइनन्, तर धेरै मानिसले आफ्नो मानसिक समस्या सिधै एआईसँग सल्लाह गर्न थालेका छन्। तर एआईले सधैँ चिकित्सकीय दृष्टिले सही उत्तर दिन सक्दैन। गलत सुझावले आत्मविश्वास घटाउने, दोष भावना बढाउने वा आत्मघाती सोच समेत उत्पन्न गर्ने सम्भावना हुन्छ। एआई च्याटबोटहरूले सल्लाह दिन्छन्, तर तिनीहरूको ज्ञान डाटाबेसमा आधारित हुन्छ। मानसिक स्वास्थ्य जस्तो संवेदनशील विषयमा तिनीहरूको सल्लाह कहिलेकाहीँ सतही वा गलत हुन सक्छ। उदाहरण स्वरूप, यदि कसैले डिप्रेसनको लक्षण बताउँछ भने एआईले आराम गर्नुहोस्, व्यायाम गर्नुहोस् भन्न सक्छ, तर यो समाधानमा पर्याप्त हुँदैन। डाक्टरले तपाईको अहिलेको हावभाव, व्यक्तिगत इतिहास बुझेर सल्लाह दिन्छन्, तर एआईले त्यो गर्न सक्दैन। 2025 को एक सर्वेक्षणले देखाए अनुसार 30% प्रयोगकर्ताहरूले एआईबाट मानसिक स्वास्थ्य सल्लाह लिएका थिए र तिनमा 15%ले यसलाई थप डिप्रेसनको कारण मानेका थिए। किनकि एआईको जवाफले आशा जगाउँछ तर परिवर्तन ल्याउँदैन। यसले प्रयोगकर्तालाई भावनात्मक रूपमा निर्भर बनाउँछ, जसले असफलताको डर बढाउँछ। कोभिड महामारीपछि मानिसहरू अनलाइनमा अझ बढी समय बिताउन थालेका छन्। WHO को अनुसार महामारी पछिको 2 वर्षभित्र विश्वभर डिप्रेसनका केसहरूमा 27% भन्दा बढी वृद्धि भएको छ। त्यसमा एआईमा आधारित च्याटबोटहरूको प्रयोग पनि तीव्र बढेको छ। एक अनुसन्धानले देखाए अनुसार 25% भन्दा बढी युवा प्रयोगकर्ताले एआईसँग आफ्नो मानसिक समस्या बाँड्ने गरेका छन्, तर चिकित्सकसँग जाने दर घटेको छ। त्यसो भए समाधान के हो त? एआईलाई साथी होइन, सहायकको रूपमा लिनुहोस्। यो सूचना र दिशानिर्देशको लागि उपयोगी छ, तर भावनात्मक उपचारको लागि होइन। वास्तविक मानवीय सम्बन्ध बलियो बनाउनुहोस्। परिवार, साथी तथा काउन्सिलरहरूसँग खुलेर कुरा गर्नु मानसिक स्वास्थ्यको लागि सबैभन्दा प्रभावकारी उपाय हो। शिक्षा र जनचेतना अभियान, विद्यालय र मिडियामा मानसिक स्वास्थ्य शिक्षालाई प्रवर्धन गर्नु जरुरी छ, ताकि मानिसले प्रविधिको सही प्रयोग गर्न सिकुन्। एआई च्याटबोटहरू प्रविधिको अद्भुत उपलब्धि हुन्, तर तिनीहरूले हाम्रो भावनालाई सही रूपमा बुझ्दैनन्। एआई च्याटबोटहरूले हाम्रो जीवनलाई सहज बनाएका छन्, तर तिनीहरूको अत्याधिक प्रयोगले डिप्रेसनलाई बढावा दिन सक्छ। यो प्रविधि हाम्रो सेवक हो, मालिक होइन। हामीले यसलाई सन्तुलित रूपमा प्रयोग गरेर मात्र मानसिक स्वास्थ्य जोगाउन सक्छौँ। यदि तपाईलाई डिप्रेसनको समस्या छ भने कृपया उपचार गर्न नहिचकिचाउनुहोस्। डिप्रेसनसँग लड्ने सबैभन्दा ठूलो शक्ति अझै पनि मानवता नै हो।